हेलो गाइज, वेलकम ब्याक टु आवर युट्युब च्यानल। आज चाहिँ हामी हाम्रो इन्स्टिट्युट अफ फरेस्ट्री पोखरा क्याम्पसको कलेज टुर गर्न गइरहेको छौँ। टाइगर एमरेड पान्डा +3 यो चाहिँ हाम्रो एटिएम। हामी चाहिँ इन्टर गरिसक्यौँ। हेलो अङ्कल। यो चाहिँ हाम्रो कलेजको म्याप अनि त्यो चाहिँ विभिन्न संस्थाहरूको बोर्ड, सङ्गठनहरूको बोर्ड। हामी चाहिँ अहिले फ्री टाइम युटिलाइज गर्दै हामी कलेजको ब्लग बनाउँदैछौँ। अनि त्यो चाहिँ हाम्रो बोइज होस्टेल। त्यहाँबाट उता चाहिँ सबै बोइज होस्टेल छ। कुनै कुनै चाहिँ अहिले नयाँ गर्ल्स होस्टेल पनि बनाइसकेको छ। मुनाले इस्टिमेट गरेको चौतारीमा आइपुग्यौँ। यहाँ यस्तो हरियाली देख्न सक्नुहुन्छ। पुरै मनसुन्सवाला भाइब्स छ हाम्रो कलेजमा। सधैँ यस्तै हुन्छ, तर अहिले चाहिँ त्यो झाडीहरू काटिसक्नु भएको छैन। भ्याकेसनपछि अहिले चाहिँ हामी भ्याकेसन, समर भ्याकेसन। अब चाहिँ हामी कलेजको मुटु चारबत्तीमा आइपुगेका छौँ। यो चाहिँ हाम्रो जङ्सन हो। चारबत्ती भन्नुको रिजन चाहिँ यहाँ चारवटा बत्ती छ, तिनवटा चाहिँ देखियो। यो चाहिँ हाम्रो एडमिनिस्ट्रेटिभ बिल्डिङ। यो चाहिँ गार्डन, सानो गार्डन। मन्दिर छ बाहिर, मन्दिर। अनि यहाँ चाहिँ पुरै ट्रीको ट्यागिङ पनि गरिसकेको छ है। अनि यो चाहिँ हाम्रो सरस्वती मन्दिर। मन्दिरबाट फर्केर कति जाँदैछौँ? यो चाहिँ हाम्रो डिन हल। हामी चाहिँ नर्सरी जाँदैछौँ, फरेस्ट नर्सरी। सुस्मिता कलर कस्तो राम्रो। यता हेर तपाईँ। ए यो चाहिँ हाम्रो नर्सरी हो। अब चाहिँ हामी कता जाने रे सुस्मिता? स्प्रिङ होइन र, स्प्रिङ सेट। एकदम झाडी भएको छ यहाँ। Here we are। त्यहाँ हाम्रो कलेज आउँदाखेरिको फोटो बुथ। हाम्रो यहाँ फोटो खिच्यौँ। यो चाहिँ हाम्रो बस पार्क पनि हो। यो चाहिँ हाम्रो प्यारो बस। यस, दुईवटा। This is our beautiful mall। एन्जिला खत्रीको फेभरेट प्लेस ड्युरिङ द एक्जाम टाइम्स। एक्जाम नभएको बेलामा पनि फेभरेटै हो। मेन हामी मुहानतिर। यो चाहिँ मूल हो। यो चाहिँ हाम्रो नेचुरल मूल। त्यही भएर होला, अन्त त हामी पहिला यहीँको पानी खान्थ्यौँ। एकदम फ्रेस वाटर। यो चाहिँ हाम्रो बस्ने चौपारी। म मयुरमा बस्छु। दिस इज आवर पिसफुल प्लेस। चाहिँ हामी मूलबाट फर्केर टक्कले अहिले हामी ट्याक्क त्यो एडमिनिस्ट्रेटिभ बिल्डिङको पछाडिपट्टि छौँ। यो चाहिँ हाम्रो डिपार्टमेन्टहरू हो। डिफ्रेन्ट फ्याकल्टीहरूको डिपार्टमेन्टको टिचरहरू, डिपार्टमेन्ट हेडहरूको अफिसहरू हो। चाहिँ यो चाहिँ डिपार्टमेन्ट अफ फरेस्ट प्रडक्ट एन्ड इन्जिनियरिङ। यो सिल्भिकल्चरको। यो चाहिँ हाम्रो लाइब्रेरी हो। अहिले चाहिँ अब हामी कहाँ जाँदैछौँ? गेम हेर्न जाँदैछौँ। यहाँ चाहिँ ब्याडमिन्टन भइरहेको रहेछ। यो चाहिँ हाम्रो कम्प्युटर ल्याब, जिआइएस ल्याब, आइटी ल्याब। यो चाहिँ हाम्रो क्लासरुम बिल्डिङ। अब चाहिँ हामी क्लासरुमको अगाडिपट्टिको ग्राउन्डबाट टक्क निस्केर अब ग्राउन्डतिर जाँदैछौँ। एन्जिरालाई त फेरि थ्याङ्क यू सो मच।
यो चाहिँ हाम्रो कलेजको पावर हाउस। यो चाहिँ हाम्रो सतीश हल ग्राउन्ड हो। स्टुडेन्ट्स हाम्रो स्टुडेन्ट्स हाम्रो यादव अङ्कल। वी आर मिसिङ आवर गाइज। We are missing our guides. कम फास्ट कम सुन। कम पारी। यो चाहिँ हाम्रो बास्केटबल कोर्ट पुरै उस भइसकेछ, झाडीमय भइसकेछ। यता सबै काट्नुपर्ने रहेछ। अब चाहिँ त्यहाँ हाम्रो भलिबल हो, त्यो भलिबल कोर्ट हो। यो चाहिँ 7-8 साइड नट साइड सुन्नुभयो भने हजुरहरूले गलत सुन्नुभयो। त्यही लागि यस्तै। यहाँ क्रिकेट पनि खेल्ने छ। फोर गेम्स हाम्रो क्वार्टर लाइन हो। अब चाहिँ हामी यहाँ जिम गर्नको लागि आइ। यहाँ चाहिँ सुस्मिता एकदम बडी फिटनेसको लागि बिहान पनि छिटो उठेर आउने गर्छु। आउँथिस् र हेलो। यो चाहिँ हाम्रो निमित्त क्याम्पस प्रमुख सरको रक गार्डन हो। ल अलि जुम गरौँ है त। त्यही हो हामी कहाँ जाँदैछौँ अब? सरप्राइज। त्यो चाहिँ हामी त्यहाँ गइसकेपछि थाहा हुन्छ हामी। एन्ड दिस इज आवर क्वार्टर। अनि यताको साइड घरबाट आउने भन्दा थिएन, तर हाम्रो कलेज इन्भाइरोमेन्ट चाहिँ त्यस्तो छैन है केही। हजुर बसिरहेको टाइपको हुन्छ। र यो पनि क्वार्टर लाइन। यहाँ त कस्तो राम्रो गार्डन। वाउ। अनि यो चाहिँ अर्को साइड। मकै बारी। हामी चाहिँ कलेजको पछाडिको गेट आइसक्यौँ। निस्किँदै यो चाहिँ मुनाको डिग्री। मुना। फिलिङ सो मच गर्मी। है चाहिने चाहिँ त्यही हो। हामी चाहिँ यहाँ आइएफको एकदम पपुलर डेस्टिनेसन चटपटी खान आयौँ। आन्टी हामी चाहिँ अब यहाँ चटपटीको लागि वेटिङमा छौँ। यही जाऊ चटपटी। अनि अब चाहिँ हामी खाना सुरु गर्छौँ। सबको यस्तो क्वार्टर लाइनबाट घुमेर हामी चटपटे खाएर पनि आफ्नो होस्टेलतर्फ लाग्दैछौँ। दुइटैले चटपटे खाएपछि थकै लाग्यो, गर्मी पनि भयो। क्वार्टर लाइनबाट टक्क अब हामी चाहिँ यो चाहिँ हाम्रो गेस्ट हाउस हो। यहाँ चाहिँ हाम्रो बिजी पर्सन के हुनसक्छ होला उहाँको खुसीको राज। एन्ड दिस इज आवर गेस्ट हाउस। आइसक्यौँ बाहिरबाट भित्र। त्यो चाहिँ हाम्रो बस। तिमीहरूको बस राम्रो त होइन। हामी त एकचोटि चढ्न पाएनौँ। अब त एक्सकर्सन यो चाहिँ ब्याक भ्यू अफ आवर बस। हामी हाम्रो स्टार्टिङ पोइन्ट 4 बजे आयौँ। उहाँ चाहिँ टिकटक हुँदैछ। हामी ब्याकग्राउन्डमा न-
हामी चाहिँ हाम्रो होस्टेल आयौँ, हाम्रो डाँफे होस्टेल। ल पानी पनि पर्यो। एन्ड दिस इज द एन्ड अफ आवर भ्लग। ल भन्छु स्मिता। हामी चाहिँ कलेजको टुर सकाएर होस्टेल आइपुगेको छ। यो चाहिँ हाम्रो होस्टेलको प्यासेज हो, यो चाहिँ मेरो रुम हो। यो चाहिँ स्मिताको रुम। भित्र चाहिँ खोल्न लायक चाहिँ छैन, जुन दिन खोल्न लागेको चाहिँ त्यो दिन देखाउँछु ल। प्लान्ट प्रेमी सुस्मिता। बाई।